बारामा हाम्रो युवा भेला थियो। युवा भेलामा जेनजी हुँ भन्दै गुन्डा भन्दा शब्द राम्रो हुँदैन होला। केही विद्वानहरूले ढुङ्गामुढा गरे, आक्रमण गरे हाम्रो सभामाथि बिथोले। तिनीहरूलाई के भन्ने गाइलो गर्नु भएन। सज्जनहरूले आक्रमण गरे भन्नु पर्ला। विद्वानहरूले आक्रमण गरे भन्नु पर्ला। तर कसैले सभा गर्छ, भेला गर्छ, भौतिक आक्रमण गर्ने, भेला गर्न नदिने, सभा गर्न नदिने, अस्थि बिर्गन जलाउने, बारा जलाउने तिनै अपराधीहरू भेला भएका छन्। किनभने तिनलाई कारवाही भएको छैन। उनीहरूको मनोबल उच्च छ अझै पनि। तिनीहरू नै भेला भएर एमाले माथि आक्रमण गरिरहेका छन्। आज अघि भर्खरको कुरा म गर्दैछु। सिमरा एयरपोर्ट बन्द भयो। हाम्रो नेताहरू त्यो सभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्थ्यो। प्लेनै बस्न सकेन। प्लेन बस्न नसकेपछि या त जाँदै गएन, यहीँबाट रोकियो। हाम्रो नेताहरू जान पाउनु भएन। नेताहरूलाई जानबाट रोकियो, एयरपोर्टै बन्द गरेर। एयरपोर्टमै तोडफोड गर्न दिइयो। यो देश कस्तो भयो? 50-60 जना मान्छेहरू आएर ढुङ्गामुढा गरेर एयरपोर्टै बन्द गराइदिने के हो यस्तो? जति बेर चाह्यो जेएनजी भन्यो एयरपोर्ट बन्द, जति बेर चाह्यो अर्काले सभा गर्न नपाउने सभा बन्द। अनि भन्छ चुनाव गर्ने। सभा गर्न नदिनेले चुनाव कसो गर्छ?